साथी त कति हेन्सम हेर्दैखेरि क्या आहा के लाउँछ हौ कहाँ मैं नहीं बताऊंगा। तँ इन्द्र जस्तो लाग्छ तँ हेर्दैखेरि हेन्सम परेको छ अनि त्यस साथी तँसँग त कस्ता राम्रा राम्रा केटीहरू पनि मक्ख पर्छन् होला यो केटासँग चाहिँ कसरी बिहे गर्न पाए मेरो त जिन्दगी उज्यालो हुन्थ्यो भनेर सोध्छन् होला है अनि साँच्चै तँलाई म घुमाउन पनि लानु पर्यो भन्दै थिएँ क्या पोखरा अफर छ क्या एउटा पोखरा अनि त्यस पछाडि मुस्ताङ अनि त्यस पछाडि मुक्तिनाथ यो चाहिँ घुमाउन लाने खालको एउटा अफर छ हो त्यो चाहिँ तँलाई एउटा फ्रीमा लानु पर्यो भनेर सोच्दै थिएँ कहिले जाने हो होइन जाने भए भन् अनि त्यस पछाडि तँलाई भेट्नु पनि पर्ने थियो साँच्चै त्यो भेट्नको लागि चाहिँ क्या 500 रुपियाँ अहिले मलाई चाहिरहेको छ राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो मलाई 500 रुपियाँ हालिदिइराख अहिले अब म भेटेपछि त तँलाई घुमाउन त्यत्रो लाने भनेर सोचेको छु लगिहाल्छु नि त्यो चाहिँ मिलाइराख होइन त्यति 500 रुपियाँ चाहिँ हाल्दैन अहिले हाँ जाता हूँ लेकिन मैं वापस जरूर आऊंगा